हेलो साथीहरू, आज म तपाईहरुलाई चाहिँ मोबाइलमा सिम सेटिङ कसरी गर्ने भनेर भन्न गइरहेछु। जस्तै तपाईले अब मोबाइलमा दुईटा सिम लगाएको छ। अब फोन गर्दाखेरि चाहिँ डाइरेक्ट 1 बाट अथवा 2 बाट गइरहेछ। दुईटा सिमको अप्सन आइरहेको छैन भने चाहिँ यसलाई कसरी समाधान गर्ने भनेर म भन्न गइरहेको छु। त्यसको लागि चाहिँ पहिला तपाईले मोबाइलको सेटिङमा जानु होला। सेटिङमा गइसकेपछि मोबाइल नेटवर्क मोबाइलै पछि फरक हुन्छ। मेरो ओप्पो मोबाइल भएकोले कुनैमा सिम कार्ड एन्ड मोबाइल नेटवर्क हुन्छ, कुनैमा मोबाइल नेटवर्क मात्रै हुन्छ, कुनैमा कनेक्सन सेटिङ भनेर भनिरहन्छ। तर जे भए पनि मोबाइलको सिम सेटिङमा जानु होला। सिम 1 सिम 2 देखाइरहेछ। यस्तोमा तपाईले कलिङमा हेर्नु होला। कलिङमा चाहिँ तपाईले वहाँ सिम 1 मात्रै चुज भइरहेछ अथवा सिम 2 मात्रै चुज भइरहेछ भने जहाँनिर चुज भएछ त्यसबाट मात्रै डाइरेक्ट फोन जान्छ। त्यसको लागि तपाईले 1 र 2 देखाउनको लागि चाहिँ अलवेज आक्समा पछि चाहिँ यसमा चाहिँ सिम 1 र 2 देखाउने हुन्छ। त्यस्तै इन्टरनेट पनि त्यस्तै हो। तपाईले 2 मा चाहिँ प्याक तान्नु भएको छ अथवा 1 बाट चलिरहेछ इन्टरनेट भने त्यो अवस्थामा तपाईको 1 को पैसा सिधिने भयो अथवा पैसा छैन भने नेट नचल्ने पनि हुन सक्छ। त्यसैले तपाईले यसलाई कुनमा चुज गर्ने हो त्यो गरेर मात्रै नेट चलाउँदा राम्रो हुन्छ। तपाई जस्तै यो कल हेर्नुस्। मैले एउटा कल गरे हेर्नुस् 1 र 2 देखाएर अहिले यसरी नै तपाईहरुले मोबाइलको सिम सेटिङ मिलाउन सक्नुहुनेछ।